हेलो गाइस, कता हिँड्नु भयो गाइस? आता देखा है। अहँ, भन्नुहोस्। हेलो गाइस, सम्पूर्णलाई दर्शन नमस्ते। अनि आज चाहिँ हामी घुम्न गइरहेका छौँ बाटो क्याब भन्ने ठाउँमा। अनि तपाईँहरूलाई त्यहाँको दृश्यहरू राम्रो राम्रो देखाउनेछौँ। पक्कै पनि तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। अनि हेर्नुहोस् मलेसियाको केही दृश्यहरू, कति सुन्दरता, बिल्डिङहरू, यहाँको विकासहरू, कति राम्रो राम्रो सिनहरू छ। अनि अझै राम्रो सिनहरू तपाईँहरूलाई देखाउने हामीले। अनि के छ त बाटो क्याब हिँडेको हो गाइस? हजुर, आज चाहिँ हामी बाटो क्याबतिर हिँडेको। अनि हेर्नुहोस् त्यहाँ तल कति सानो सानो माछाहरू छ हेर्नु त, टन्नै। अलि जुम गरेर देखाइदिनुहोस्। माछा मार्ने Yes, भए आउनुहोस् है गाइस सबैजना। small river and then they have small fish. And before they had so big river and before they so fishing. अनि हजुर केही भन्नुहोस् यहाँको बारेमा। तपाईँ त धेरै लामो समयदेखि मलेसिया हुनुहुन्छ। अनि अब कहिले घर जाने सोच्दै हुनुहुन्छ? म अब धेरै भन्नाले 12-13 साल भइसक्यो मलेसिया आएको। अनि अब फर्किनु लागेको, अब जनवरीतिर यसो गएर आऊँ भनेको। अनि यस्तै छ मलेसियाको हल्ली चल्ली, हेर्नुहोस् न, सबै यस्तो बिल्डिङहरू छ। सबैजनाले मन पराइदिनु होला है मेरो भिडियोमा चाहिँ सबैजनाले। अनि ल, बाटो क्याब हिँडेको आज। धेरैजनाहरूले साथीहरूले पहिला मलेसिया बसेको साथीहरूले भन्दै हुनुहुन्थ्यो केही कोत्राएको दादा दृश्यहरू देखाउनु न अहिले कस्तो भएको छ भनेर। अनि आज हामी दुई दुई साथी हामी गइरहेका छौँ। अनि तपाईँहरूलाई देखाउने छौँ के कस्तो चेन्ज भएको छ। ल, अनि कमेन्टमा आउनुहोस्। आएर भनिदिनु है त। ए हस्, आउनुहोस्। कोत्राएको आजको सिन बाटो क्याबलाई कोत्राएको देखाउने छु है। ल, सबैजनालाई बाई बाई। ल, अब मनारी